3500 रुपियाँ खर्च गरेर 1 लाखको ग्यारेन्टेड गर्दाखेरि यो त कुनै पनि हिसाबले चाहिँ यो लामो समय जाने खालको मोडल होइन। विक्रम सम्वत 2083 साल जेठ 16 गतेबाट निजी अस्पतालहरूमा नियमित स्वास्थ्य बिमाको सुविधालाई बन्द गरिएको छ। योभन्दा केही समय अगाडि नै स्वास्थ्य बिमाको दायरालाई ओपिडीमा 25,000 मा सीमित गरिएको थियो। अर्थात् प्रति व्यक्ति 25,000 सम्म ओपिडीमा खर्च गर्न सकिन्थ्यो, त्यहाँभन्दा बढी खर्च गर्न मिल्दैन थियो। यसको पछाडिको कारण राष्ट्रिय बिमा बोर्डमा परेको आर्थिक भार भनेर बताइएको थियो। अब के साँच्चै हामी निष्कर्षमा पुग्न मिल्छ कि स्वास्थ्य बिमाको यो कार्यक्रम र नीति नै असफल थियो? यो विषय अहिले यसरी किन तातियो भन्दाखेरि बारेन सरकारका अर्थमन्त्री स्वर्णिम वाग्लेले स्वास्थ्य बिमा कार्यक्रम अब सम्भव नभएको बताएका थिए। अर्थात् यसलाई परिमार्जित गर्न आवश्यक छ। यो जुन अवस्थामा चलिरहेको थियो त्यसै गरी चलाउन असम्भव छले भनेका थिए। उनको यो अभिव्यक्तिपछि यो विषयलाई अनेक तवरबाट विश्लेषण गरियो। कतिले सरकारको ठाडो विरोध गरे, कतिले यो विषय के हो त भनेर बुझ्न चाहे र कतिले समर्थन जनाउँदै हो अब यो सम्भव छैन पनि भने। तर खासमा भएको चाहिँ के हो र यो के साँच्चै असम्भवै भएको हो? आजको भिडियोमा हामी केही तथ्याङ्कहरूलाई विश्लेषण गरेर यही विषयमा चर्चा गर्नेछौँ र एउटा निष्कर्षमा पुग्नेछौँ। लेट मी एक्सप्लेन। यो विषयलाई चर्चा गर्दै गर्दा अलिकति इतिहासलाई हेरौँ। नेपालको इतिहासमा स्वास्थ्य बिमाका थुप्रो कार्यक्रमहरू देखिन्छन् जुन संस्थागत हुन सकेनन्। यसको सुरुवात लगभग 2025 सालमा तत्कालीन रानी इन्द्र राज्यलक्ष्मी शाहको 21औं जन्म उत्सवबाट एउटा स्वास्थ्य बिमाको कार्यक्रम सुरु गरिएको थियो। त्यो पछि लामो समय चल्न सकेन। त्यसबीचमा थुप्रै यस्ता कार्यक्रमहरू सुरु भए जुन लामो समय रूपमा चल्न सकेन। विक्रम सम्वत 2072 सालमा सरकारी कार्यक्रमको रूपमा स्वास्थ्य बिमाको कार्यक्रमलाई अगाडि सारियो। यो कार्यक्रम स्वास्थ्य बिमा ऐन 2072 अनुसार सञ्चालनमा आएको थियो। यो कार्यक्रम लगभग 2072 साल चैततिरबाट सुरु भएको हो। यो खास गरी कैलाली, इलाम जस्ता ठाउँबाट एउटा पाइलट योजनाको रूपमा सुरु भएको थियो ग्राउन्ड लेभलमा। र जब यो कार्यक्रम सञ्चालनमा आउँदै थियो त्यति बेला तत्कालीन स्वास्थ्य मन्त्री थिए गगन थापा, जसले आजसम्म यो कार्यक्रमसँग जोडेर हेर्ने गरिन्छ। र खास भन्यो भने गगन थापाका लागि एउटा भोट माग्ने आधार पनि बनेको छ अहिलेसम्म निर्वाचन आइरहँदाखेरि। यसरी 2072 सालदेखि चलनमा आएको यो कार्यक्रमले थुप्रै उतार चढावहरू देखेको छ। कहिलेकाहीँ स्वास्थ्य संस्थाहरूले यो कार्यक्रमलाई बन्द गरिदिने र भुक्तानी नभएको भनेर थुप्रै समय यो बन्द पनि रहन्थ्यो बिचमा। यस्ता उतार चढाव यसले लामो समय देखिरह्यो र यसरी यसले उतार चढाव देखिरहँदाखेरि एउटै कारण अगाडि आउँथ्यो, दाबी रकम भुक्तानी नभएको भनेर। अब बुझौँ दाबी रकम भनेको के हो। दाबी रकम भनेको सेवा प्रदायक स्वास्थ्य संस्थाहरूले उपचार गरे बापतको अथवा बिमाको प्रयोग गरेर उपचार गरे बापत यति पैसा खर्च भएको भनेर दाबी प्रस्तुत गर्छ, त्यसलाई दाबी रकम भनिन्छ। स्वास्थ्य संस्थाहरूले यो दाबी रकम राष्ट्रिय बिमा बोर्ड समक्ष प्रस्तुत गर्दछन्। यसभित्र भएका समस्याहरूलाई बुझ्नका लागि यसको संरचना बुझ्नु उति नै जरुरी हुन्छ। यो कार्यक्रम एउटा प्रिमियम मोडलमा चल्ने कार्यक्रम हो। अर्थात् उदाहरणका लागि एउटा 5 जनाको परिवारले 3500 रुपियाँ वार्षिक तिर्ने गर्दछ यो बिमाका लागि। अब यहाँ परिवार सङ्ख्या थपिँदै जाँदाखेरि निश्चित रकम थपिँदै जाने गर्दछ। यसरी हरेक बीमित परिवारबाट सङ्कलित रकम र सरकारको केही सहयोगबाट यसले 1 लाखसम्मको उपचार प्रदान गर्दछ एउटा परिवारका लागि। अर्थात् यो मोडललाई बुझ्ने हो भने एउटा स्वस्थ व्यक्तिले अर्को व्यक्ति बिरामी पर्दाखेरि उसको उपचारमा योगदान पुर्याउने गर्दछ अप्रत्यक्ष रूपमा। अब समस्या आयो कहाँ? समस्या कहाँ आयो भने बीमितहरूबाट सङ्कलित रकम भन्दा स्वास्थ्य संस्थाहरूबाट दाबी गरिएको रकम धेरै ठुलो भयो। अर्थात् दाबी गरिएको रकम र बीमितबाट उठाइएको रकम बीच ठुलो खाडल भयो। हो, यही खाडल पूर्ण नसकेका कारण स्वास्थ्य बिमा धराशायी हुँदैछ। अब यहाँ प्रश्न आउँछ, त्यसो भए सरकारी लागत चाहिँ? हो, सरकारले पनि यहाँ केही रकम योगदान गर्छ, तर सरकारको तर्फबाट हुने योगदान रकमले पनि दाबी गरिएको रकम भुक्तानी गर्न सकेन। यो स्वास्थ्य बिमा कार्यक्रममा खास देखिएको समस्यालाई स्वास्थ्य बिमा बोर्डको वार्षिक प्रतिवेदन 2081-82 प्रष्ट देखाएको छ। यो वार्षिक प्रतिवेदन 2081-82 मा हेर्दाखेरि स्वास्थ्य संस्थाहरूबाट दाबी भएको जम्मा रकम 23 अर्ब 82 करोड देखिन्छ, जहाँ बीमितबाट सङ्कलन भएको रकम भने 3 अर्ब 73 करोड मात्र छ। हो, खासमा यहाँ यही फरकले गर्दाखेरि स्वास्थ्य बिमा धरापमा आएको हो। यहाँ बीमितबाट सङ्कलन भएको रकम र अस्पतालहरूबाट दाबी भएको रकमबीच अत्याधिक ठुलो खाडल छ। आर्थिक वर्ष 2081-82 को फागुनमा आएको प्रतिवेदन अनुसार सरकारी क्षेत्रबाट 10 अर्ब 50 करोड प्राप्त भएको देखिन्छ। यहाँ सरकारी योगदानलाई जोड्दा पनि लगभग 13 अर्बको कोष खडा हुन्छ, जसले 23 अर्बको दाबीलाई भुक्तानी गर्न सक्दैन। त्यसै गरी हालको तथ्याङ्कलाई हेर्ने हो भने पनि 2082 साल वैशाखदेखि असोज मसान्तसम्मको कुल दाबीको 54% र त्यसपछिको कार्तिक, मङ्सिर र पुष महिना समेत गरी करिब 12 अर्ब तिर्न बाँकी रहेको देखिन्छ। यो प्रतिवेदनले एउटा कुरा प्रष्ट देखाउँछ कि यो कार्यक्रमको आर्थिक संरचना एकदमै कमजोर रहेको छ। त्यसै गरी यो वर्षको बजेटले पनि 10 अर्ब विनियोजन गरेको देखिन्छ, जुन फेरि पनि पर्याप्त नहुने देखिन्छ। अब यसलाई विश्लेषण गर्दाखेरि समस्याहरू त थुप्रै छन्, तर यसको सकारात्मक पाटलाई भने बिर्सिनु हुँदैन। यसले स्वास्थ्य सेवाको सरल र सहज उपलब्धतालाई एकदमै मद्दत पुर्याएको थियो। आजकल बिरामी भएर अस्पताल जानु पर्दाखेरि मानिसको जीवनभरको कमाई खर्च हुने अवस्थामा यो बिमा कार्यक्रमले धेरै सुविधा पुर्याएको थियो। यसले नेपालको स्वास्थ्य सेवालाई पनि सकारात्मक रूपमा परिवर्तन गरेको थियो। अब के साँच्चै यो स्वास्थ्य बिमा कार्यक्रम सदाका लागि बन्द हुने हो त? अहिलेका सरकारका अर्थमन्त्री स्वर्णिम वाग्लेका अनुसार यो कार्यक्रम बन्द हुने होइन, यसलाई परिमार्जित गरेर ल्याइने कुरा उनले बताएका छन्। अर्थात् सायद यसको प्रिमियम मोडलमा केही परिवर्तनहरू पक्कै गरिनेछ
र यसको उपचार क्षमतामा पनि सायद केही परिवर्तन गरिनेछ। अर्थात् प्रिमियमलाई प्रति परिवार 3500बाट बढाउन सकिन्छ, त्यसै गरी उपचारका सुविधाहरूलाई केही हदसम्म हटाउन सकिन्छ। तर के यही मात्रै यसको समाधानको उपाय हो त? यसमा थुप्रै फ्लजहरू देखिन्छन् जसको समाधान गर्ने हो भने यो खाडल केही हदसम्म भरिएर जाने देखिन्छ। पहिलो समाधान हो एक्सपान्सन अफ प्रोग्राम, अर्थात् यो प्रोग्रामलाई अझै फैलाउने। स्वास्थ्य बिमा बोर्डको वार्षिक प्रतिवेदन 2081-82 निहाल्ने हो भने त्यसले देखाउँछ कि 33% जनसङ्ख्या मात्रै यो कार्यक्रममा आबद्ध छ र त्यसमध्ये 20% मात्रै सक्रिय रहेको छ। यसले प्रष्ट देखाउँछ कि धेरैजसो जनसङ्ख्या यसमा आबद्ध छैन। यो कार्यक्रमलाई अझ देशभरि फैलाउन आवश्यक छ। त्यसै गरी अर्को समाधानको उपाय हो पारदर्शिता, अर्थात् ट्रान्सपेरेन्ट हुनु पर्यो। स्वास्थ्य संस्थाहरूले यसलाई कसरी अपरेट गरिरहेका छन् भन्ने कुरा पारदर्शी हुनुपर्छ र स्वास्थ्य संस्थाहरूबाट गरिने दाबी कतिको सही छ। यो कार्यक्रम सञ्चालन गरिरहँदा पनि यस्ता थुप्रै गुनासाहरू थिए जुन स्वास्थ्य संस्थासँग गएर जोडिन्छ। ती समस्याहरू समाधान भयो भने थप मानिसहरू यसप्रति आकर्षित हुन सक्छन् र आवश्यक परेमा प्रिमियम रकमलाई पनि केही हदसम्म बढाउन सकिन्छ। तर यिनै कमजोरीहरू सहित प्रिमियम मोडललाई बढाउने हो भने यो कार्यक्रमले जनताहरूलाई अझ दुखित बनाउनेछ। यो कार्यक्रमलाई निरन्तरता दिन सकियो भने यो सकारात्मक कदम हो। यो मोडललाई कसरी निरन्तरता दिने भनेर विदेशी राष्ट्रहरूबाट पनि हेर्न सकिन्छ। जस्तै जर्मनीको उदाहरण लिऊ। जर्मनीमा व्यक्तिको आम्दानी अनुसार उसले स्वास्थ्य बिमाका लागि कन्ट्रिब्युट गर्ने गर्दछ, अर्थात् जति धेरै उसको आम्दानी हुन्छ उसले त्यति नै बढी रकम योगदान गर्ने गर्दछ र जसको आम्दानी कम छ अथवा ऊ बेरोजगार छ भने उसले सायद योगदान गर्दैन पनि। तर यी मोडलहरू नेपालमा जस्ताको तस्तै ल्याएर राख्ने हो भने सायद सुइटेबल नहुन सक्छ। यसरी अन्य देशहरूको मोडललाई हेरेर पनि यसलाई सुधार गर्न सकिन्छ अथवा यसलाई संरचनागत रूपमा पनि सुधार ल्याउन सकिन्छ। यो स्वास्थ्य बिमाको प्रोग्राम फेल्ड प्रोग्राम पक्कै पनि होइन, एकदमै राम्रो प्रोग्राम हो। त्यसलाई सही संरचनागत सुधार गर्न नसकिएको मात्र हो। यसमा सरकारी क्षेत्रको योगदान अझै बढी हुन आवश्यक देखिन्छ र यसमा सरकारी योगदानलाई बढाउनका लागि स्वास्थ्य क्षेत्रमै कर लगाउनु भनेको सही उपाय पक्कै होइन। यसलाई अरू कुनै विकल्प खोजेर निरन्तरता दिनु नै सकारात्मक देखिन्छ, जसले जनताको स्वास्थ्य सुविधालाई पनि सहज बनाओस् र सरकारलाई पनि बढी भार नपरोस्।